कति ठुलो ड्याम रिल्स भर्सेस रियालिटी गाइज आइसक्यो पकौडा आयो समोसा आयो होइन अब सारी हराएर गाइज हेर्ने यस्तो चस्माको भरे यस्तो भद्रको लिनलाई यसले हाल्यो होला कि लामै छ सायद अनि मान्छेहरू हेर्न सक्नुहुन्छ टन्नै छन् मर्निङ वेलकम ब्याक टु माई च्यानल आज चाहिँ म नगरकोटमा अब हेर्न सक्नुहुन्छ आज नगरकोटको भ्यू बिहान बिहानै आज हामी को आएको छौँ त हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो दिदी यहाँ देखा तेरा ब्युटिफुल चेहरा अनि यहाँ हुनुहुन्छ हाम्रो बिराजु समरिया ल आज चाहिँ हामी नगरकोटमा के हेर्छौँ यो चाहिँ मेरो छोटो मिठो ब्लग हुनेछ गाइस हामी बसेको होटल चाहिँ यो चाहिँ होटल मिलिनियम हो मिलिनियम भनेर नि आइरहेको होइन अब यहाँ चाहिँ हामी यहाँबाट चाहिँ हामी भ्यू पोइन्टमा जानुपर्ने हुन्छ त्यही हो गाइस अब भ्यू पोइन्टमा गएर देखाउँला जानको लागि यहाँबाट यस्तो भ्यू देखिरहेछ है हामी यहाँनिर इन्ट्री भइसकेको छौँ होइन ओहो होइन हेर्न सक्नुहुन्छ बादलले छेकिरहेछ हिमालको दृश्यहरू यस्तो यस्तो भ्यू देखिन्छ ओहो माउन्ट एभरेस्ट नै देख्छ अरे त्यही हो कुन हो त्यही मलाई त अघिबाट त्यो घर लगाइस यो दिल बनेको जस्तो छ नि यसको साइडमा सानो त्यहाँ चाहिँ माउन्ट एभरेस्ट छ अरे आज क्लियर मौसम नभएर देखेको छैन होइन त्यही हो गाइस ल हेर्नु अरू हिमालहरू हेर्नु है ल भयो यो एउटा भ्यू पोइन्ट हो यो चाहिँ पार्क हो होइन यहाँ माथिबाट चाहिँ यस्तो देखिन्छ त्यही अघि मैले तलको जस्तै दृश्य देखाएको यहाँ चाहिँ खासै त्यस्तो धेरै डेकोरेटेड पार्क चाहिँ छैन होइन त्यही पनि अब हेर्न सक्नुहुन्छ यहाँबाट यस्तो भ्याली देखिन्छ होइन यता काठमाडौँको आधीबाट देखिन्छ यतातिरबाट देखिन्छ होइन गाइस त्यही हो अनि यहाँनिर चाहिँ यस्तो छन् होइन सबैजना फोटो खिच्ने भिडियो खिच्ने होइन गाइस कस्तो भइरहेछ तिमीलाई भन त ल ओके यो चाहिँ अर्को डेस्टिनेसन हो होइन यहाँनिर चाहिँ नगरकोट भनेर यसरी दृश्य देख्न सक्नुहुन्छ अनि हेर्नु होला हामी चाहिँ यहाँनिर छौँ त्यहाँनिर छ दिदी त्यहाँनिर छ बिना चाहिँ हेर्नुहुन्छ अब यहाँ नि त्यही हो अघिकै भ्यू नै देख्न सक्नुहुन्छ बस यहाँ एउटा नगरकोट लेखेको दृश्य छ बस यही हो अब हामी चाहिँ त्यहाँ मुहान पोखरी होइन अनि बोजनी ड्याम हेर्नको लागि आएको थियौँ अनि यहाँ चाहिँ हामी खानेकुराहरू चाहिँ यहाँनिर मिलिरहेको त्यो त्यही भएर हामी खाँदैछौँ अब हामी के खाइरहेछौँ भन्दाखेरि यहाँ आइसक्यो के हो पकौडा आयो समोसा आयो होइन अब के खाने हो गाल फुट्दै गरेर हामी आइपुग्यो फाइनली बोजिनी ड्याम बोजिनी तलाई बोजिनी देवाताल भन्दा पनि ठुलो रहेछ कति राम्रो कति ठुलो ड्याम रिल्स भर्सेस रियालिटी गाइज हेर्न सक्नुहुन्छ बोजिनी ड्याम हामी नगरकोटको भ्यू टावरमा आइसकेको छ दिस इज नगरकोट एन्ड दिस इज अ टावर दिस इज अ टुटा फुटा टावर 48 मिटर टावर हाइट त्यही हो हेर्न सक्नुहुन्छ यहाँको भ्यू अघि तलकै भ्यू ठिक छ है अहिले यस्तै हो अब हामी एकछिन दायाँ बायाँ गर्छौँ अनि हामी जाने हो होइन त्यही हो गाइस यसै छ अब हामी दुईटा गाई हामीलाई यहाँ तल एउटा सिडीमा गाई पनि मिलेछ ल त्यही हो सारी हराएर गाई हेर्नु यस्तो चस्माको भरे यस्तो भद्रको लिनलाई यो यसले हाल्यो होला कि यो चस्मा हाल भने चाबी हाल्नु पऱ्यो अब हामी चाहिँ होटलबाट पनि फर्किसकेका छौँ होइन अब हामीले चाहिँ बाटामा एक्सप्लोर गर्ने भनेको एउटा मुहान पोखरी छ अन्त सस्पेन्सन बिच पनि हामी जान्छौँ कि है अब ठिकै छ अब काठमाडौँबाट आउनेहरू चाहिँ अब बस्नु भन्दा पनि बिहानै यसो आफ्नो गाडी साडी छ भने चाहिँ लिएर आएर घुम्दा एकदम राम्रो है
हामी चाहिँ बुद्ध पिस पार्क आएको छौँ है। अब यहाँनिर चाहिँ कस्तो रहेछ पार्क हामी चाहिँ देखान्छौँ। ल गाइस, यो चाहिँ शान्ति स्तूपा बुद्धको मूर्ति छ, हेर्न सक्नुहुन्छ। र म यहाँ छु, त्यहाँनिर चाहिँ भिड छ, हेर्न सक्नुहुन्छ। कोही फोटो खिच्ने, कोही भिडियो बनाउने, कोही हेर्ने है। होटेलहरू पनि छ। त्यही हो गाइज, यहाँबाट चाहिँ हामी फर्केको गाइज। यस्तो देखिन्छ भ्यू तलको रोडको। नेक्स्ट डेस्टिनेसन चाहिँ यो हो होइन। अब उल्टो देखेँ होला होइन, म उल्टो देखाउँछु। झुला झोलुङ्गे पुल जाने बाटो, अब त्यो झोलुङ्गे पुल छ, त्यही हेर्न जाने हामी। त्योभन्दा अगाडि हामी चटपटे बनाउँदैछौँ होइन। यहाँनिर चटपटे भन्दैछ, आन्टीले चटपटे बनाउँदै हुनुहुन्छ। चटपटे आयो, मिठो मिठो चटपटे। फाइनल्ली म चाहिँ आइसकेको छु। यहाँ झोलुङ्गे पुल, यो चाहिँ नगरकोटको झोलुङ्गे पुल हो होइन। लामै छ कहीँ, अनि मान्छेहरू चाहिँ हेर्न सक्नुहुन्छ, टन्नै छन् है फोटो खिच्नको लागि, भिडियो बनाउनको लागि। अब म पनि त्यो ब्रिजमा जान्छु, हेर्न सक्नुहुन्छ। यो ब्रिजमा जाँदैछु गाइज। यो पुल हो, म हल्लिरहेको छु, मलाई डर लागिरहेको। यो चाहिँ पुल हो, अब परसम्म छ झन्नै म गएको यार। चिरी डबल, यो पनि डबल, ट्रिपल यो और डबल चिरी। ल खत्म गरेर जाने क्या पैसा। ल मैले सुरु गरेँ त भिड हो गयो। यस पनि छ मेरो 10। तपाईँले 3 ठाउँमा हालेको थिएन बुकु? मैले 2-3 हानेको होइन। 3 हालेको थियो त उ यहाँनिर। 3 नहालेको थियो। गाइस, यो चाहिँ मुहान पोखरी चाहिँ यहाँ रहेछ। अब पानी नै छैन होइन। अब म यहाँबाट देखाउँछु होइन। पानी भएको बेलामा त रमाइलो हुने रहेछ बर्खाको टाइमतिर। अब हामी यहाँनिर आइहाल्यो, हेऱ्यौँ। अब यही हो मुहान पोखरी चाहिँ। पानी भएको बेलामा आउनु होला। यता चाहिँ छैन, केही छैन। ल सुकिसके पानी। अब हामी चाहिँ फर्किँदैछौँ। यही हो नगरकोटको पुरा भ्यू चाहिँ, हेर्नुभयो होला। छैन पानी नै। कस्तो लाग्यो? के खेल्ने? ल कस्तो लाग्यो त मुहान पोखरी देखेर? बहुत राम्रो रहेछ। अब पानी सुक्ने मौसम भएर पानी त सुकिहाल्यो, सकियो। अब हामी अनुभव गर्न पायो। फेरि यहीँ आएपछि के छुटाउनु भनेर नि त होइन। ल कस्तो लाग्यो त मुहान पोखरी भिनाजु? मुन्टैबाट रे यही त थियो, पानी गएको थियो नि त। तपाईँले कस्तो लाग्यो मुहान पोखरी? यस्तो नाला हेरेर मलाई गाउँको आफ्नो बढी याद आउँछ, जहाँ यति धेरै पोखरी चाहिँ फेरि कसैले सम्मान गर्दैन। नालाले नि यति सम्मान दिएर पेट्रोल जलाएर ल भयो बस कर। जय नेपाल, जय नेपाल। यो हो मुहान, यो हो पोखरी। आउँदैछ समारिया। आऊ आऊ आऊ।